बडाउ यहाँ अलिक पछि आएर मै बस्छु अब कस्तो पैसाको सेतो नि एउटा एउटै छैन अब यहाँ अब म आएर बस्छु अब त्यहाँ आएर बस तिमीलाई चाहिँ नि त्यो 60,000 मात्रै दिनु कि अर्थात् 60,000 त्यो राईलाई फिर्ता गरिदिइहाल्नु पर्छ यो राईले मान्छे मार्छ मलाई मार्छु भन्दैछ अरे मैले लगाइदिए भनेर को राई मलाई राईले को राई भनेर मार्छ म जस्तो धर्मी अब तेरो बाउको तेरो स्वानी मान्छेको पोहोर सुनेपछि तेरो कृपा हो किन पोहोर सुनेको पोहोर सुन्यो कि भनेर मान्छेलाई उचाल्यो अनि ख्वात्दै बिगार्ने अब यहाँ आएर पुरा खेतीपाती पुरा गर्नु पर्यो यहाँ डर्दै गर्नु दिन्छ यहाँ घर भाडा कम छ अरे मारा तिमी आयो भने त म त जाँदै जान्न झन् भनेर बाबु र म त गजमै गएको छ हामी अब बुवा हाम्रो बुवा गयो भने मात्रै तपाईँ पनि जाने अडायर त गरिहाल्छ अगाडि गर्छ भने म ठेट गरिहाल्छु तामाङमा हाम्रो बुवा रमिते बाबै नगए रमिते बाबै काम त हो नि त्यही त रमिते बाबै गएन भने तपाईँ पनि नजाने यहीँ बस्ने यहीँ ऊ गयो भने जाने हिँड्यो भने त जाने अनि म यहाँ आयो भने तिमी आयो भने झन् जाँदै जान्न यहीँ बस्ने यो पार गर्छ म बिल्डिङ पो बनाउँछ सक्ने घर पुरै यहीँनिर घर माथि आज तल गर्ने बत्ती भनेपछि अब तपाईँ चाहिँ हाम्रो बुवा बडाउ चाहिँ हाम्रो बुवा रमिते कान्छा नजाउन्जेलसम्म रमिते कान्छा यहाँ बस्यो भने यहीँ बस्ने यहीँ मर्ने ऊ गयो भने जाने ऊ गयो नेत्री शान्ता जाँदैन शान्ताको आमा जानु पर्यो अब अहिले युद्धमा अब पैसा पनि फर्काइदिने अघि बिहान कुरा भयो अनि हेर जान्छ अरे अनि तल गएर गर्नु तल गर्मी भोग्छ त्यो यहाँको काम भन्दा साह्रो गल्छ म त त्यो गर्मीले भनेपछि उता गयो नजाने म यहाँ आयो भने त झन् तपाईँ जाँदै नजाने कहीँ पनि जाँदैन घर बनाउने तल तल झन् नि 9वटा त 12 हातको खाँबा 9वटा झिकाको त मेरो एक सिमेन्ट ढलाइ गरेर गाह्रो नलाउने तल तल माथि लाने बनाउने एकदम सिमेन्ट लगाएर सिमेन्ट ढलाइ गर्ने एकदम खाँबामा पनि भनेर त्यस्तो बनाउने अनिखेर रिडिङ हावाले लानु सक्दैन भूकम्पले पनि लानु सक्दैन शीतल पनि हुन्छ यहाँ डाँडामा चाहिँ सरर हावा आउँछ शीतलमा चाहिँ कौची बनाएर नि झन् मजाले सरकार मान गरेर भन्नु म त पुरै गरेर यता बुलक बजे अपराधी ठाउँ राम्रो होइन मोरे मैले सबै बुझेर आएको त्यो मान्छे मर्दा पनि कहाँ जान्छ त 3 जनालाई मात्रै रु गरे हाम्रो भीमकला र देवमानको बुढी मर्दैन देवमान भर्खर कहाँ ला अनि लिम्बू बुढा हाम्रो मेरो भीमकलाको मालिक बुढा बुढी रुङ्ने यस्तो हो नि त तर अब छरछिमेक हुँदैन यहाँ हाम्रो बुढीलाई नल्याउँदै के अरे मान्छे आइपुगेर भन्दै मान्छे गएर माउनु 5-6 जना जाँड्छ मैले 11-12 जना पकाएको अब आमाले थाम्नु नसक्ने पऱ्यो भनेर भीमकलालाई एकदम फोन आइ गर्छ कि फेरि ल्याइपुर्या अब चाहिँ 1 बजी रातमा मात्रै ल्याइपुर्या यहाँ 1 बजी रातमा नि 4 बजी 5 बजी मात्रै उठेर भइहाल्यो भनेर म फेरि पर साइडमा बाँच्नु गयो भनेर लामा दिकै हालेँ यसलाई बैतरनी गर्नुलाई भनेर रत्र पत्याएर रुङदार सबै ल्याइसकेको थियो
पर्दैन दाजु आजलाई यति नै गरौँ होला अब फेरि याद मात्रै गरौँ एकछिन रमाइलो मात्रै बढाउँछ त्यसो गर्दा गर्दै सुन्नको त्यत्रो खोल राख्दै सबै मान्छे चिन्दैछ रमिता पापालाई पनि चिन्यो